हेलो एभ्रिवान, के छ तपाईहरुको च्यानल फेरि पनि एउटा ब्रान्ड न्यू भिडियोमा स्वागत गर्न चाहन्छु है त। सो आजको अपडेट के हुन सक्छ भनेर चाहिँ तपाईले थम्बनेल देखेर पनि थाहा पाइसक्नु भयो होला। केही समय अगाडि चाहिँ बेबो ब्लग्सले एउटा क्लोथिङ स्टोर ओपन गर्नु भएको थियो र त्यहाँ बेच्न राखेका प्यान्ट्सहरु चाहिँ कहिले नसुनेका ब्रान्डहरु भएका र त्यसको प्राइस पनि एकदमै महँगो भएको भन्दै झाप्लिस दाइले चाहिँ केही यस्तो भन्नुभएको छ है त। 7500 मा पेन्ट जिन्सको ब्रान्ड नसुनेको कहिले के होइन क्या भाइ, के आँखे अगाडि देखाउनु पर्यो। यहाँहरु यसरी बनाएको हामीले आफै डिजाइन गरेर फ्यासन डिजाइनर जस्तो यो फेब्रिक युज गरेको, यसलाई यति पर्छ हो त्यो टाइपले गर्नु पर्यो। तलको मान्छेले माथि पुर्याउँछ अनि माथि पुगेपछि तलको मान्छेलाई बिर्सिने। अर्को कुरा चाहिँ मैले यो भिडियो टिकटकमा हेरिराख्दाखेरि एउटा ब्रदरले चाहिँ कमेन्ट गर्नुभएको रहेछ, जहाँ उहाँले भन्नुभएको थियो जापानमा यति छ यसको प्राइस, नेपालमा लगेर यताउता गर्दा यति त भइहाल्छ नि भनेर भन्नुभएको रहेछ। र यसको रिप्लाईमा चाहिँ बेबो ब्लग्सले यो त हामीले 3800 मै बेचेको भनेर कमेन्ट पनि गर्नुभएको रहेछ है त। मैले प्रोफाइल चेक गरेर हेर्दा उहाँको ओरिजिनल अकाउन्ट नै थियो। भनेपछि हामीले बुझ्न सकिन्छ कि बेबो ब्लग्सले पनि झापिस दाइको रियाक्सन बारे थाहा पाइसक्नु भएको छ। बेबो बहिनी I don't mean no harm, nothing like that, right? I'm just being honest about it, right? Maybe I'm misguided, misinformed, right? I'm not sure about it, I don't know, right? तर मैले उसले दोकान खोलेको रहेछ कि, अनि उसले प्रोडक्टहरु हालेको मैले देखे क्या, हैन? अनि प्यान्टहरु छ, हैन? त्यो ब्रान्ड कसले सुनेको ब्रान्ड होइन क्या, इन्टरनेशनली, हैन? भन्दैछु म रङ हुन सक्छु, तर मैले हेर्दा चाहिँ हो त्यो ब्रान्ड इन्टरनेशनली कसले देखेको ब्रान्ड पनि होइन, हैन? अनि सस्तो अरे, अरु महँगो छ अरे, यो त सस्तो हो भनेर, हैन? अनि प्यान्टको दाम 7500। एउटा प्यान्ट किन्नु पर्यो भने 7500, तर त्यो चाहिँ सस्तो वाला अरे। उसले भिडियो बनाएको पनि थियो, मैले देखेँ भने म चाहिँ सबलाई फलो गर्छु क्या भाइ, सबलाई फलो गर्छु। कुरा बसेर पुरै स्क्यान हो क्या भाइ, पुरै स्क्यान हो। हेर्दा त्यस्तो देखेको हो, उसले 7500 भनेको हो। अनि सबले त्यो कमेन्टमा दिदी प्राइस महँगो भयो हो त्यो लेखिरहेछ। अनि उसले भिडियो बनायो, होइन यो चाहिँ सस्तोवाला हो, अरू महँगो छ त्यस्तो होइन, त्यस्तो गर्नु खोजेको होइन भाइ। आई स्वेयर टु गड त्यो 7500 होइन क्या भाइ, होइन। त्यो 1500 मा त्यो यत्रो हुन्डी मुन्डीमा त्यो आएको प्यान्टहरु 7500 हो क्या। मलाई चाहिँ त्यस्तो लाग्छ क्या। एउटै कपडाबाट म 5000 चुस दिन्छु भनेर हो क्या त्यो। सो यसको रिगार्डिङ तपाईको ओपिनियन के कस्तो छ तल कमेन्ट बक्समा पक्कै पनि लेख्नु होला है त। आजको लागि यति नै, हस्त, धन्यवाद।